चटपट खाऊ चटपट आयो चटपट पानी पिरिरहेको के सोचेको हुन्छ होला सबै तिमी खाऊ खाइसक्दौ न 19 बुढी जुड्डाइस 20 भन्नु 20 यो कुरा यति खाऊ यति पनि नखाने आमा छोरी बास्ता नआएको रे आएर उयो गर्दै पाखै थर्काउँदैछ त के तानो तानो आइहाल्यो नि अब ल अहिले भने चाहिँ घाँस तानेर चाहिँ ओखोपात गल्यो ओखोपात घाँस टन्नै भइसक्यो कान्छी रोइनले उता काट्छिन् अब घाँस मजाले गल्यो नि त गर्दा गर्दा एउटा सुर्ती बेर्नु त खाउँ होइन पातले लिएर आउँछु म पख्नु पातलेको पातमा मिठो हुन्छ क्या यसमा मिठो हुँदैन सानो दिदीले सुर्ती बेर्छ सानो दिदी एक सट तान्छ म एक सट तान्छु तान्ने होइन सिकौँ न आज कडा हुन्छ क्या कडा छ भने त थोरै लाउँदा पनि कडा हुन्छ कडा भनेको चाहिँ घाँटीमा क्याक्लाका पार्छ बेरो त कान्छी दिदी ठिक्क लाउँदा आइया खोइ त म माथि आउँछु पहिले कान्छी दिदीले यहाँ सुर्ती बेर्दैछिन् होइन तर पहिले अनि त्यो करेलाको पातमा बेरेर थाहा छ नि त केटाकेटी खेल्दा त्यो करेलाको झुरमुचे चाहिँ हाम्रो सुर्ती हो नि त भन्ने कुरो थाहा छ छैन त्यो त तानेको नि त्यस्तै त हो नि हो भने पहिले भाँडाकुटी खेल्दा है गाइस करेलाको पातमा त्यो झुरुम बनाएर सुर्ती बेरेर सुर्ती खायो अनि खैनी चेप्ने फेरि खैनी चेपो पात के लाग्छ र लु खानु चेक गर्नु न एकपल्ट चेक गर्नु न नचाख्ने खोइ लाइटर ए पक्रिँदै ए हावा कस्तो सुहाएको गाँठे बुझा बोक्ने होइन कि भेट्यो भने चाहिँ यसरी बजुहरूको भेटिन्छ अनि खाइहाल्ने रन्का हाल्ने गलियो पनि बसौँ त पत्कर हालिदिँदैछ है सुर्ती मेरले यत्रो त थिएन मेरो सुर्ती भन्नुहोस् न अरे यहाँ पोखिरहेछ कि तैँले जान्दैनस् पुरा बिचरा आमाको सुर्ती यहाँ चाहिँ यार नि बुढाबुढी यसरी बसेर खान्छ नि त दुःख गरेर बसेर खान्छ यस्तै यस्तै हुन्छ नि त यहाँ हेर्नु है यस्तै हुँदैन त बसाइ बुढाबुढीको यस्तै बस्छ यस्तै कि झ्यापै बस्नु यस्तै बस्छ नि खालि पानी पिरिरहेको के सोचेको हुन्छ होला बुढाबुढी है पानी पिरिरहेको कान्छी बजी हाम्रो आमालाई फेरि हत्ती छ घाँस काट्नु त्यसै गरेर उधो फर्केर बसिराख्दै होइन माइला बाजेर फेरि माथेर ढेडु भनेर हो त्यहीमा फलान थोक गर्ने त्यहाँ बसिरहेको छ पक्तेर भन्दै ढुङ्गाल्दै कान्छी बजी झन्डै मारिदियो जेठाजीले आयो
के चाहिँ सोध्छ होला है सुर्ती खाँदै खाँदै एक्लै भएको बेलामा एक्लै खाँदै तैँले के सोचिरहेछस् यसो गर्छ अनि तलब झार्छु त यसो गर्छ यता हेर्छ यसरी खान्छ के सोच्नुहुन्छ बधु सुर्ती खाँदाखेरि के सोच आउँछ अहिले के भनिदिन्छ नि खान्छस् अनि ल म चाहिँ यहाँ सुर्ती खान सिकाउँदैछु खानु त एक सरको खानु न एक सर खानु न यी एक सरको हौ एक सर खानु त यसरी तारेर पुक्का उडाउनु मान्दैन मिठो हुन्छ के गएर एक पुक्का उडाउँदै यसो गर ल एक सरको उडाउनु न एक सरको हौ नखाने अरे कान्छी बहिनीको छोरी काले घाँस पुगेको अब चाहिँ अब कालचेले आज घाँस बोकेको हेर्नुपर्छ कसरी बोक्दो रहेछ कसले बोक्छ त ल गाइस अहिले भने चाहिँ घाँस तानेर केमा मधुरो हो अहिले ठिक आयो घाँस तानेर अब रेडी भइयो अब घाँसको भारी यहाँ लाग्यो उफ कान्छी रहने लु बोको कान्छी रहने कम बलिसिन कान्छी रहने के तरकारी खानुलाई यो धुसुरी नै भन्छ तर यो चाहिँ फेरि म चाहिँ नेपाली टिस्यु पेपर भन्छु यसलाई चाहिँ हग्दाखेरि यसले पुस्दाखेरि टिस्यु पेपरले जस्तै जान्छ नि ल हाँस यो सेउला अनि त्यो भोगटे छैन नि म हग्दै हग्दैन जङ्गलमा हो स्वाट गु जान्छ टिस्यु पेपरले पुछे जस्तो हुन्छ पहिले यसकै त रङ लाइन्थ्यो नि थाहा छ क्या तपाईँलाई उसिनेर दसैँ तिहारमा यसको अनि सालको बोक्राको यस्तो सुर्केर पुरा लत्त बनाएर दल्थ्यौँ म पनि पाकै मान्छे हो नि त कला नाना म एकपल्ट अनि खोतुम्बु कि सोतुम्बु कता गएको कोदो बोक्नु ल है ल बल गरौँ ल हिँडो साटौँ न त ल भिडियो गर्नु मैले यहाँ घाँस बोकेको जुरुके पार तेरो चर्ती कला हेर्छु म अनि यहाँ उस्तै छ घाँस त्यो ठुलो छ त मुठा भुइँभरि भयो कि खोइ म बटुल्छु लागो यो घाँस बिचरा यस्तो दुःख गरेर काटेको छ कटेज गरेर च्याटपट्टि खानुपर्छ च्याटपट्टि हेर घाँस दिएर भएर छोडेको च्याटपट्टि खानुपर्छ च्याटपट्टि तर पुग्ने कसरी भन्ने मलाई ठुलो पिर लागेको छ कम त अल्छी लागेको छ मलाई उकालो हिँड्नु म चाहिँ डन हो म चाहिँ घाँस भारी बोक्नु सक्दिनँ म कटेज गएँ आमा म कटेज गएँ चटपटे खानु भयो आउनु अहिले म चाहिँ डन हो डन मेरो भारी बोक्नेहरू तैँले त मैले त आजै हो काम गरेर देखेको तैँले काम गरेर देखेको मैले आजै हो सासै रोक्यो हौ यो उकालोमा निक्लिँदा
Oh my goodness! हामी तलदेखि आएको तल यस्तो उकालो चढेर सास रोक्यो हामी फाइनली अरुण कटेजमा आइपुग्यौँ चटपटे खानालाई रोके भाइ बाख्रालाई दियो अलिअलि बाख्रालाई यसको हाम्रो आज राम्रो काम छ मर्दैन ऊ चाहिँ पछि हिँड्दा पनि मरे भन्छ लादी फर्क्यो ए मेरो बुढी चाहिँ चट्का लाएर जिनिसको पोइन्ट लाएर काम गर्दै रहेछ काम गर्दै रहेछ ल ठिक छ मैले गर्नु भनेको थिएँ त बिरामी भयो भने म घाँस काट्न जान्छु भनेर माया लागेर म घाँस काट्न गएको होइन खै त बुन्ने आमामामा ल आज भने चाहिँ यसको नाम चाहिँ के हो निम्की ल आज भने चाहिँ हामी निम्की खाँदैछौँ है त बाँस तानेर चिम्की पनि भन्नु ल निम्की चाखौँ है त गाइस पहिले हो ओहो ल गाइस यो चाहिँ निम्की त्यो चम्ची चाहिँ बुन्लाई दिउँ न खायो छिटो हुँदो रहेछ तिमी खायौ तिमी माथि आउने बोला निम्की मजा भयो बुन्नु नआउने यो चाहिँ निम्की अरे आज चाहिँ निम्की खाइँदैछ है त खायो मिठो रुगा लागिरहेछ होइन खान त छोड्ने होइन सानै त हामी खाइहाल्ने हो मिलाएर खानु है म यहाँ खान्न म पुग्यो यो तपाईँ खानु है अनि त्यो आयो भने त खाइहाल्नु अनि यति चाहिँ अब यतिभरिमा चाहिँ म पुगेको क्या अब सबैले मिलाएर खानु होला अलि पर्तिर ल चटपटे आयो भने यस्तो घोल्दै आउनु न त्यही भने यस्तो के उताबाट चटपटे आयो ल चटपटे भन्दै मिठो चटपटे भन्दै लिएर आउनु न देखिँदैन ऊ त्यहाँनिरबाट आउनु त घोल्दै आउनु न कस्तो हो ल चटपटे आयो चटपटे हजुर चटपटे अलिक मजाले फेरि भएन फेरि रिटेक एक टेकमा कहाँ हुन्छ रिटेक के फेरि एकपल्ट अलि यताबाट क्या परबाट यहाँ भाटाले छल्यो कि यताबाट आउनु नछल्लिने गरेर हो ल ल चटपट अब चाहिँ पालो आएको छ हाम्रो चटपट खाने पालो है त गाइज यहाँ ल ठिक छ आहा अनि यो पनि मेरो एउटा कला हो नि त ल सक्नुहुन्छ तपाईँहरू गर्नु त चटपट आयो ल चटपट
चटपट ए गाँठो दामी बनाउँदो रहेछ है ल दामी चटपट बनाएछ है ल चटपट खाउँ चटपट चटपट खाउँ चटपट आयो चटपट बरु यो सबै लिएर जाऊ तिमी खाऊ ल इ ल पक्र गिभ अप गर्यो पक्र न सबै तिमी खाऊ खाइसक्दौ न बोर्डमा लाएर दिउँ त ए एकछिन न एकछिन न खानु न खानु त ल तिमीलाई यति ल त ल यति हुन्छ यति है ल यो थाले खाऊ न त यो पक्र लु पक्र न ल यति खाऊ यति पनि नखाने यति यत्रो बजी नखाने ल यति खाने यति पनि नखाने ल यति खाने अनि पक्रिँदैन नि त नि ल तिमीलाई हो क्या यो अब खाउँ चटपट एकछिन भिडियो गर्ने भिडियो खानु सक्छ कि कता खानु आज के रे हाम्रो 3 मास भएको छ कुरा गर्छ मिठो भयो भन्ने मैले भनेको कहिलेदेखि मिठो भयो हो खालि टाउको होइन क्या बोल्नु कस्तो छ स्वाद मिठो छ मिठो एकदम भन न अङ्कलको गाली जस्तै छ मैले गाली गर्छु त अनि मेरो बोली अलिक ठुलो छ क्या हेर्नु त हो के म गिलास ल्याइदिन्छु खा खा मिठो बनाएछ मोरीहरूले साथीहरू बुला लाग्छ चटपटमा के थाहा हुन्छ त्यो नपक्र मिठो मिठो त्यसो भने फेरि बनाउनु मिठो मिठो पैसाले डर फेरि म अब खानु है म पु म खाएँ त्यो मिलाएर खानु होला सबैजनाले भाग लाएर म चाहिँ अगाए म खान्न है अब त्यो छ कि छु नि त त्यो तर नखाने म चाहिँ अगाइसकेको अब कसको पैसा खानु फेरि खाऊ न अब पसलकै पैसाले खाउँ न अघि निम्की खाइसक्यो यसले चाहिँ कुरा राम्रो गर्यो अहिले चाहिँ ए निम्की आइसकेको गर्छ नि त अघि पसलको तर्फबाट तपाईँ गएको छ नि अब यहाँ को आउँछ एकजना मान्छे पर्खेर बस्नु नि त एकजना मान्छे पर्खेर बस्नु नि त को आउँछ राम्रो लिन्छ पैसा दिएन होइन 50 रुपियाँ 20को खाइयो होइन 20 90 10 रुपियाँ के खान्छ सायद चुइगम ल्याइदिनु त तपाईँ दुईटा खानु फुललाई दुईटा एकवटा खाउँ पिरो भएको बेलामा आयो लु आयो त्यो केटाकेटीमा हामी खेल्थ्यौँ नि होइन त्यस्तै खेलौँ ल कस्तो एक भन्दा एक दुईमा ल टेक अनि मलाई दुई भन्नु न दुई तपाईँलाई के भन्नु आउँछ दुईबाट दुई मलाई केही पनि आउँदैन आइज मेरो बुई अनि
2 पोइन्ट भइसक्यो मेरो ल 3 3 चेपारी छिन 4 4 गोडा फार हो ए त्यस्तो चाहिँ यस्तो चाहिँ हो क्या कस्तो चाहिँ भन्नुपर्ने त्यो 5 भन्न 4 मलाई पनि आउँछ त त्यस्तो त ए ल 5 4 भेडा बाख्रा सार पो त के का गोडा ए खा भेडा बाख्रा सार हो ए अनि 5 5 5 मलाई पनि आएन तपाईँलाई आयो कम्बर बास मिल्यो 6 मलाई आएन 6 न 6 केही छैन 7 7 6बाट आएन 7 को चाहिँ के आउँछ बिरालोको कण्ठ चाट 8 पनि आएन के गेम खेलाएको यस्तो 8 को के हुन्छ मिलाएर भन्ने के ल 8 आफै उता हेर त कत्रो खाट 9 तेरो कड्डो दो लु भयो यस्तो नहेर्नु अरे गरी 10 टुकुरको बस 11 आएन 11 कण्डो खाएर 12 काले कुकुरको गुदार भन्नु 13 मलाई आएन पट्टु फेर कालेले फोन गर्यो गरिराखोस् न आइहाल्छ नि अहिले अनि 14 आएन मलाई यस्तो त आउँदैन के 14 वटा के हुन्छ त मुए खान्छु भन्दै जा नि 13 सम्म त्यो पनि खेल्ने है अहिले आग्दैन के 13 अर्डरले कति छेर 17 मा पुगिसकेको छु के 16 को आएन 17 आयो पत्र 18 आएन जुङ्गामा 18 19 भुरी झुन्डाइस 20 भन्नु 20 मेरो कुरा भुडी मैले झुन्डाउँछ तैँले झुन्डाउँछ त भुडी त भुरी झुन्डाइस भुडी झुन्डाइस तैँले त झुन्डाउँछस् तैँले झुन्डाएर पो झुन्डाइछु त अब ल म 1 खान्छु भन्नु त भन् तपाईँ भन्नु न पहिले भन्नु न म 1 खान्छु म 2 खान्छु म 3 खान्छु म 4 खान्छु म 5 खान्छु म 6 खान्छु म 7 खान्छु म 8 खान्छु म 9 खान्छु म 10 खान्छु म 11 खान्छु म 12 खान्छु म 15 खान्छु कहाँ त्यस्तो हुन्छ ए म 13 खान्छु म 13 खान्छु म 13 खान्छु साला म 13 खान्छु ल म ए खान्छु भन् म ए खान्छु म बी खान्छु म सी खान्छु म डी खान्छु म ई खान्छु म एफ खान्छु म एस खान्छु फेरि भन्नु मजाले ठक ठक आफूले आएको त्यो कहाँ त्यस्तो स्टेप पार गर्नु पाइन्छ त नि भन्नु लु भन्नु फेरि भन्नु न फेरि सुरुदेखि भन्नु न म ए खान्छु म बी खान्छु म सी खान्छु म ए खान्छु हैन म सी खान्छु म डी खान्छु म ई खान्छु म एफ खान्छु म सी खान्छु म कहाँ मिस्टेक भयो कसरी मिस्टेक भयो फेरि तैँले क्रस हानी सिकाएको मैले त म ए खान्छु भन्दै सुरुमा मैले ए खान्छु भने ए लु ए खान्छु म भन्दिनँ यस्तो यस्तो अरू के हुन्थ्यो भुस भन्छ भुस
आधी कटे चुस उत्तिस भन्दा उत्तिस काले कुकुरसँग सुत्तिस अनि के अब भूत भन्छ ओछेन मुत भूत भन्न भूत तैँले खाइस मेरो मुत उत्तिस भन्न अघि भनेको त भन्दा उत्तिस त्यो हुँदैन दोहोरे दोहोरे त्यो हुँदैन भन्दिनँ म अर्कै भन्छु दोहोरे त्यही कुरा दोहोरे दोहोरे हुँदैन कटुस के भन्नु आएको कटुस कटुस र कटुसी अब के छ त अरू अरू के आँप भन् त कन्नो थाप जे पाते नबोल न ए रमाइलो गाइस नराम्रो प्रतिक्रिया चाहिँ नजनाइदिनु होला केटाकेटीमा हामी यस्तै खेल्थ्यौँ कि तपाईँहरू खेल्नुहुन्थ्यो कि खेल्नुहुन्न थियो अब धेरै नखेल्नु मलाई यस्तो कुराहरू गर्ने सो रुगाले चाहिँ लास्ट चताइरहेछ त्यहाँमाथि खुवाई चटपटे पानीपुरी होइन खै के निम्की सिम्की चिम्की यहाँ त्यहाँ हो कि होइन भन्दा ल्याइदिन्छु नि फेरि यहाँ लगाइस के कस्तो लाग्दैछ तपाईँहरूलाई हाम्रो भिडियो अहिले बुढाबुढी मिलेर चाहिँ भिडियो बनाउनु पाएको छैन कि अलिक त्यस्तै छ अनि हिजो अस्ति उति अलिक बिरामी थिएँ नि त यिनी होइन अनि म पनि बिरामी नै हो अस्तिदेखि काठमाडौँ गएर आएदेखिको बिरामी नै हो सकि नसकिहरू बनाइँदैछ भिडियो मन नलागी बनाइँदैछ तपाईँहरूको इच्छा नमारौँ र तपाईँहरूले हेरिदिनुहुन्छ माया गरिदिनुहुन्छ भनेर चाहिँ हामीले सकि नसकि भए पनि भिडियो चाहिँ बनाउने कोसिस गरिरहेछौँ होइन अब त्यही हो अरू भन्ने कुराहरू त त्यस्तै हो अब गाउँमा अहिले यो मौसम परिवर्तन चेन्ज हुँदाखेरिमा चाहिँ अब थोरै सबैजनालाई नि गाउँभरि नै यो भाइरल ज्वरो भइरहेछ अहिले यत्रो भरा बस्यो है बुखमा मासु खानु पाउँछ त्यस्तो पस्यो त्यस्तो जाठो मासु के हान्छ यस्तो तेरे ना बनाऊ है त्यस्तो चाहिँ हुँदैन तेरे कस्तो त यस्तै त हो नि ठ्याक्कै तेरे ना भइस यस्तै त हो नि तेरे नाम होइन र कस्तो यस्तै त हुन्छ नि होइन र यस्तो पाएर यता घुमाएको त हुन्छ नि यस्तो यस्तै त हुन्छ नि होइन तेरे ना ल गाई चाहिँ यहाँ चाहिँ कालनारायणले फोन गरेको छ कि पहिले फोन उठाउँ है त